भइरहेछ अनि यसलाई चाहिँ ओरिजिनल लाइसेन्स भन्छ एउटा ओरिजिनल लाइसेन्स हो। अब चाहिँ हामी चाहिँ भालबाङ जान लाग्छौँ किनकि हाम्रो जुम्मा आज फ्राइडे जुम्मा अलबिदा जुम्मा पढेर चाहिँ दाइहरूलाई भेट्नको लागि चाहिँ भालबाङ जाँदैछौँ। अब चाहिँ हामी यहाँनिर गएर हुन्छौँ। अब बिचबिचमा ब्लग गराइरहेको हुन्छु, बाटोको ब्लग गराउनु नसके पनि सब गराइदिन्छु। यही एउटा दरबार भ्यू चाहिँ इन्जोय गर्नु है। चोया पलाएर यो भ्यू हजुरलाई देखाइदिन्छु। दरबान पुल पनि छ है, हेर्न सक्नुहुन्छ। दरबान पुल केटा नाम पढ्न सक्नुहुन्छ हजुरहरूले। ल भाइ ल ल यस्तो बक्चुरी हान्न मन लाग्छ केटा होइन, आफ्नै होम टाउनमा चल्के त दिनै पर्यो। यहाँनिर सब चिने मान्छे हुन्छ, यस्तो ओभर चाहिँ गर्न मन लाग्दैन होइन। अब यहाँ चाहिँ पुलिस स्टेसन छ तर लाइसेन्स छैन, हामीसँग चाहिँ लाइसेन्सै छ। यो चाहिँ पुलिस स्टेसन, यो चाहिँ पुलिस स्टेसन है। यहाँ चाहिँ स्टप हुन्छ होइन, तर हामीसँग लाइसेन्स छ केटा। डराउनु पर्ने छैन। मेरो चाहिँ लाइसेन्स छैन, यसको चाहिँ गाडीको चाहिँ लाइसेन्स हातमा छ होइन, ओरिजिनल लाइसेन्स हो। स्मार्ट पनि होइन केटा स्मार्ट भएर हो, त्यो चाहिँ 1 वर्षको लागि मात्रै हुन्छ। यो लाइसेन्स चाहिँ यो अर्को स्मार्ट लाइसेन्स हुन्छ, त्यो सानोमा हुन्छ। त्यो चाहिँ लिमिटेड टाइमको लागि हुन्छ, 1 इयर्सको लागि। यो लाइसेन्स चाहिँ हजुरको के भन्छ अरे नेपालको जुनसुकै ठाउँमा पनि छोडिदिन्छ केटा हो। त्यही हो, हल्का बाइक साइक मोडिफाई सोडिफाई छ भने त छोडिदिन्न होइन, त्यो लिगल्ली स्टकमा छ भने चाहिँ छोडिदिन्छ। त्यही हो, यो चाहिँ राति मलाई केटा कति थाहा छ भन्ने थाहा छैन होइन। रातिको लागि हो तल फेरि गेम हुने ठाउँ केटा हो होइन। यो चाहिँ मेन हाइवे, यो बाटो चाहिँ बुटोलदेखि लिएर काठमाडौँदेखि लिएर सब ठाउँ जान्छ है। केटाहरूले फेरि बाइक हन्टर चलाउँछ होइन, मलाई डर लाग्छ केटा। अब बाइक अरूको भरोसा लाग्दैन, तर यसको चाहिँ अरूभन्दा चाहिँ हल्का बेटर भरोसा लाग्छ। बाटो लास्ट सानो छ केटा होइन, तर त्यही भएर चाहिँ हल्का गरे चलाउनु पर्छ केटा। त्यही हो, केटा बाटो बाटोमा देखाइदिइरहँ ल। केही हो ल ददरी है यस्तो केटा हो। हामी चाहिँ भालबाङ किन जान लाग्यो भनेर सोध्नु भयो होला। भालबाङ जस्ट चिया र गफ हान्ने केटा होइन। मेरो चाहिँ चिया र गफ हान्ने दाइहरूसँग हल्का भेट्न छ। त्यही हो, हाम्रो बानी चाहिँ कस्तो छ भन्दाखेरि केटा होइन, सबसँग चाहिँ मिलेर बसौँ, सबसँग मिलौँ त्यस्तो टाइपको छ होइन। त्यसैले चाहिँ यो एरियाको सब केटाहरूसँग राम्रो बोन्डिङ छ के, त्यो सबसँग भेट्दै हिँड्नुपर्छ होइन। को मान्छे कतिखेर काम लाग्छ थाहा हुन्न। त्यही हो, हामी चाहिँ सबसँग मिलेरै बस्छ केटा हो। त्यही हो, कसैसँग दुश्मनी छैन, मतलब छैन। आफ्नै बाटो हिँड्यो, अरूले माया गर्यो, अरूले हामीलाई गर्छ, यतिकैमा खुसी छ हामी है। त्यही हो, एकदम यो ठाउँमा चाहिँ गाउँघरको भाइब्स आउँछ होइन। त्यही हो, रमाइलो छ। यो दद्रीकोमा स्पिड हान्ने कि नै कतिसम्म हान्न सक्छु? यहाँ मिटरमा देखाइदिएन, कतिसम्म हान्न सक्छु क्या दद्रीकोमा? ल
मैले त देखिनँ होइन त्यो थियो भिडियोमा हेर्नु पर्छ अगाडि बाइक भएर हुन त अझै हेर्थे अहिले ठिक छ हाँसु आएको कडा हो हेर्न सक्नुहुन्छ हाँसु आइसक्यो है यो पनि पेट्रोल पम्पै हो कि कडा हो तर यो बन्द भइसक्यो है त अहिले चाहिँ छैन पहिला चाहिँ थियो ल कडा हो अब हाम्रो चाहिँ फर्स्ट यो फोटो सुट चाहिँ भिडियो सुट चाहिँ फर्स्ट सुट चाहिँ यहीँ हुँदैछ अब होइन अब यही हो तत्रीको पुलमा अनि सेकेन्ड चाहिँ म हजुरहरूलाई पनि देखाउँछु होइन सेकेन्डमा पनि राम्रो छ होइन त्यसमा फेरि खुट्टा हल्लाएर ढुङ्गाले खोलामा हान्ने खोलाको सिन छ त्यसमा फेरि कडा हो प्युठानको सिमाना समाप्त है यही हो कडा हो अब यहाँदेखि चाहिँ दाङ लाग्यो दाङ सुरु भयो है यहाँदेखि दाङमा आयौँ हामी चाहिँ दाङमा आयौँ एक ठाउँ चाहिँ यहीँ यो भिडियो सुट कता हान्ने राख्ने सुतलमा यो पुलले चाहिँ के भन्छ भन्दाखेरि के अरे यो पुल चाहिँ दाङको सिमाना भनौँ न दाङ र प्युठानको एउटा हामीले चाहिँ भिडियो बनाएर सकिसक्यौँ है अहिले चाहिँ अब फेरि हामी अब नेक्स्ट डेस्टिनेसन त्यहाँ अन्त भिडियो गराउँछ अनि हामीलाई भालपाङ जान लेट भइरहेछ त्यहाँनिर गइन्छ है त त्यो लकडा हो पुरा चाहिँ त्यही हो इन्डियन गाडी आएर रहेछ मेबी यसोको गाडी घुमेर आयो होला है त अब आउला छ आउँदा फेरि हन्टर छ है केटा हो इन्जोय भालबाङ चाहिँ आइसक्यो केटा हो यो चाहिँ तल्लो भालबाङ हो होइन भालबाङ चाहिँ यही हो हजुरहरूले हेर्न सक्नुहुन्छ हावा त के लाग्छ कि होइन दिउँसोको टाइममा हो केटा होइन हावा डेन्जर लाग्छ कि बहुत गर्मी भयो केटा हो अब चाहिँ चिज खान पर्ने कुरो हुन्छ होइन यो देख्न सक्नुहुन्छ लास्ट गर्मी भयो क्या अनि यो चाहिँ के अरे यसलाई के भन्छ बे स्केटिङ पार्कै केटा हो पहिलाको स्केट पार्क हो तर अहिले चाहिँ बन्द भइसकेछ है अब चाहिँ हामीले यहाँ हल्का चिसो खान पर्ने हुन्छ त्यसपछि त बाहिर जान्छ त्यसपछि के हुन्छ ब्लगमा हेरिरहनुहुन्छ अब चिसो काम है त ल अनुमति लगाइहाल्यो कडा हो है चिसो चाहिँ भैया रहेछ अब फ्रुटी रहेछ फ्रुटी पनि खाइन्छ है त त्यही हो ल जे पनि चल्छ केटा हामीलाई त खाने हो हल्का पानी प्यास मिलाएको छ त्यो हो ल के भएन त्यो चाहिँ फ्रुटी खानु भने के हुन्छ नि केटा अब छैन रहेछ त त्यही हो कुरो कानी चाहिँ चिसो सकेर रहेछ केटा हो यस्तै छ केटा अब खै मिलेन त ल केटा अब हालेर म फेर्छु ल चिसो खाएर केटा चित्तै बुझेन होइन फेरि अर्को मगाएन केटा हो है त्यस्तो खास जस्तो लागेन के एउटा उसले त के अरे यो फ्रुटीले त अर्को चिसो भएपछि त्यो दिउँसी कोक्सोक भएपछि ठिक हुन्थ्यो केटा हो त्यो रहन्छ के हुन्छ नि अब यो भने खानुपर्छ ल एकछिन बुझ चाहिँ अब बाहिर जान्छ बाहिर गएर भेटौँ मलाई है त चाहिँ अहिले चिसो खाएर चल्दैछ केटा हो है चिसो खाइयो होइन यहाँदेखि चाहिँ हामी अब कता हुन्छ केटा अब के थियो केटा जहाँले अब जहाँ मन जान्छ केटा त्यहीँ हामी जान्छ त्यही हो पुरा यतातिर स्कुल छ यतातिर स्कुल छ ए अघि यतातिर स्कुल बस गएको जस्तो मान्थे होइन यता स्कुल नहुनु पर्ने हो स्कुल बस मान्छे कसरी भयो भनेर सोचिरहेको थिएँ केटा हो त्यही भएर सोचेको तर उयो चाहिँ यता चाहिँ अस्पताल छ केटा हो यता चाहिँ अस्पताल छ त्यसै माथि मन्दिर भइहाल्यो यो चाहिँ तल्लो भालबाङ हो केटा हो यहाँदेखि उता गयो भने चाहिँ उता यहाँदेखि सिधै गयो भने यो बाटो गयो भने चाहिँ उपल्लो मेन भालबाङ पुगिन्छ चोक केटा अब चाहिँ चल्दैछ है त ल हजुरहरूलाई म भालबाङको अस्पताल देखाइदिनु केटा हो है त यही हो
यो चाहिँ के अरे यो बाइक यो चाहिँ उक्लो भाउला यता यहाँ माथि पनि हिल गार्डन त छ होइन त्यहाँ चाहिँ गइन्न अहिले चाहिँ यो चाहिँ मेन भालबाङ है यो भालबाङ चोक यो बाटो चाहिँ लमाइ जान्छ केटा हो यो बाटो चाहिँ बुटोलतिर जान्छ बुटोल काठमाडौँ जान्छ केटा यो बाटो अनि हजुरहरूले निन्जा देखिन्छ भने होटल चाहिँ रेस्टुरेन्ट चाहिँ यही यो केटा हो यही हो यो रेड छ नि यही हो होइन यहाँभित्र चाहिँ गल्ली छ केटा हो भित्र जति गल्ली छ यो चाहिँ पुल केटा हो के भिडियो गरौँ यहाँ राति खोला केटा हो एकदमै लामो पुल होइन त्यही हो केटा शीतलमा रोकेको छु बाइक फेरि इन्जिन हिट हुन्छ केटा हो छेउ हुन्छ प्रतीक छ नि के भने केटा हो अब चाहिँ यहाँ भिडियो सिडियो गराउँछौँ त्यसपछि चाहिँ अब क्या पोस्टले आएको छ कि हेर न उताइदिन्छ बे हेर जस्ट हेर मात्र तब त पेलिदिन्छ कि किनकि यो साइड नि खाली छ केटा अब डेन्जर लाउँछ ल केटा हामी चाहिँ दाइहरूलाई भेटेर अब आफ्नो होमटाउनतिर तर्फ लागिसक्यौँ है केटा दाइहरूलाई टक्क भेट्यो होइन भेटिसकेपछि चाहिँ अहिले चाहिँ हाम्रो कति बजेको छ हाम्रो त्यस्तै अब 6 बज्न लाग्छ हामी 6 बजे केटा हो 6 बज्यो होइन 6 बजे हामी कति बजे निस्किया थियौँ भाइ हामी चाहिँ 3 बजीतिर निस्किया थियौँ 3 बजेतिर निस्किया थियौँ होइन 6 बजीतिर चाहिँ ड्राइभरलाई भेटेर 2-3 घन्टा चाहिँ ड्राइभरसँग अब आधी घन्टा 1 घन्टा त अब यताउता गर्दै लाग्यो होला 2 घन्टा जति चाहिँ ड्राइभरसँग अब रमाइलो गरेर भेटघाट गरेर आयौँ होइन अब चाहिँ हामी आफ्नो अब चाहिँ अब हामी चाहिँ अब आफ्नो घरतर्फ लाग्दैछौँ है के भन्दा सही बाइक चाहिँ भाइले चलाएको छ ल राम्रो चलाएको नेचरले इन्जोय गर्नु होइन सही होला राइड चाहिँ एकदम बवाल भइरहेछ है ड्राइभरसँग भेटा क्लिप चाहिँ हामीले बनाएनौँ केटा हो ड्राइभरसँग भेटा क्लिप चाहिँ हामीले बनाउन पाएनौँ किन भनेपछि अब यस्तो भयो क्या अब ड्राइभरसँग झ्यापै भेटघाट भइहाल्यो अनि भेटघाट भइसकेपछि चाहिँ त्यस्तै भयो अब ड्राइभरसँग अब धेरै पछि भेट भएको होइन ड्राइभरसँग भेटघाट गऱ्यो है क्लिप चाहिँ गराउन पाइएन त्यसको लागि चाहिँ सरी होइन यस्तो पनि हो केटा हो दोस्रो कुरा चाहिँ के भन्दाखेरि मेरो भ्लग चाहिँ हल्का फ्यामिलीसँग बसेर हेर्ने मिल्ने टाइपको हुन्छ होइन अनि केटाहरू भविष्य बस्नु हुन्छ हजुरले खाने छ होइन हल्का रफ बोल्ने लाएर के होला अरे त्यसको कारणले चाहिँ भ्लग चाहिँ नबनाएको केटाहरू जाइन्छ होइन अब कुनै दिन हजुरले अब त्यस्तो सिचुएसन भएछ भने चाहिँ बनाउनु लागि है त केटा ल राइड चाहिँ बब्बाल भइरहेछ बब्बाल होइन नेचरलाई फिल गर्दै हिँड्न बहुत मजा आउँछ केटा हो नेचरलाई टक्क हेर्नु सर वरिपरि टक्क दामी यहाँ भ्यूहरू चाहिँ बब्बाल छ के हामीले कोही भ्यूहरूमा त हामीले फोटो सुटहरू भिडियो सुटहरू हानेको छौँ
तर धेरै ठाउँ छ होइन, राम्रो त्यस्तो राम्रो ठाउँ छ। यता प्युठानमा चाहिँ धेरै ठाउँ छ, सबै ठाउँमा हान्न पाइएन भनौँ न। अब सही होला। त्यो अगाडिको बाइक चाहिँ यसलाई चाहिँ जित्न पर्यो अब है, यो बाइकलाई। अब यसले हामीलाई उसिनेर गयो नि होइन। अनि यतिको त हुनुपर्छ क्या, यतिको त यतिको दिनुपर्छ दिनुपर्छ यतिको त होइन। चल्छ बुलेटलाई 220ले जित्यो भनेपछि आफै सोच्नु न। अब मेरो भाइ अब कतिको राइडर कतिको पावरफुल छ, चलाउनको स्किल कति छ मेरो भाइको। स्किल चाहिँ कमाल हो क्या मेरो भाइको। बुलेटलाई हेर्नु न, बिजी छोड्दै छैन। तर आज रमाइलो भयो होइन, रमाइलो हो रमाइलो भयो। टक्क जगिङ हानिन्छ यहाँ चाहिँ होइन। भालबाङदेखि लगभग 15 किलोमिटर होइन, दरबानसम्म 15 भनेपछि 7-8 किलोमिटर चाहिँ जगिङ हान्छन् कि यहाँ भालबाङको मान्छेहरूले। मैले कति देख्थेँ होइन, म कोरियन भाषा पढ्थेँ यहीँ। कोरियन भाषा पढ्न आउँदा पनि जगिङ हानिरहन्थेँ होइन दाइहरूले। बाटो चाहिँ हेर्नै सक्नुहुन्छ केटा हो। बाटो चाहिँ यहाँ खतरा छ होइन, राम्रो छ बाटो चाहिँ, त्यस्तो मन दुखाइ चाहिँ छैन। तर सानो छ केटा हो, टर्निङ ओभर छ बाटो चाहिँ एकदम पिज होइन, उ छ दामी छ। तर यो घुम्ती धेरै छ क्या, बाटो हल्का सानो पनि छ केटा है। टर्निङ चाहिँ हल्का लास्टल छ, त्यो भन्छ यो गाडीलाई। गाडी बिग्रेछ केटा हो, गाडी बिग्रेछ है यहाँ चाहिँ। गाडी बिग्रेछ क्या यहाँ चाहिँ। तल चाहिँ टक्क खोलाको भाइब छ होइन, तल राप्ती खोला। टक्क यो मन्दिर यस्तो मन्दिर हो नि, यहाँ चाहिँ पुरै भूत नजाइदिन्छ के। यो मन्दिरमा भूत नाच्छ, भूत। तपाईँहरूले विश्वास गर्नु हुँदैन होला। यहाँ एउटा बाजे बस्नुहुन्छ होइन, के भन्छ तपाईँहरूको भाषामा पण्डित हो कि के हो, गुरुबा हुन्छ नि हो, त्यहाँ बस्नुहुन्छ होइन। त्यहाँसँग भूतहरू मिल्न आउँछन् के। तपाईँले विश्वास मान्नु होला होइन। यो एरिया चाहिँ लास्ट डेन्जर एरिया हो होइन। यहाँ चाहिँ हन्टिङ एरिया। यो बाटोलाई कसम होइन, तपाईँले विश्वास मान्नु होला। यो बाटोलाई 3टा बाटो देखाइदिन्छ के, एउटा बाटोलाई 3टा बाटो देखाइदिन्छ। अनि तपाईँहरू कन्फ्युज हुनुहुन्छ कहाँ कुन बाटो जाने। अनि सही बाटोमा जानुभयो भने चाहिँ बच्नुहुन्छ, तर गलत बाटोमा जानुभयो भने चाहिँ तपाईँ तल खस्नुहुन्छ कि पुलदेखि। त्यस्तो डेन्जर ठाउँ हो यो चाहिँ होइन। अनि त्यो बाजेसँग चाहिँ भूतहरू मिल्न आउँछन् भनौँ न अब त्यस्तै। अनि कुरा गर्नुहुन्छ, बाजे चाहिँ एक्लै बस्नुहुन्छ त्यहाँ। डेन्जर छ ठाउँ चाहिँ। अब मैले नि सुनेको, देख्न त मैले नि देखाएको छैन है, तर सुनेको हो। त्यही हुन्छ क्या, रियल कहानी हो अरे यो चाहिँ। एकजना दाइले पनि अब आफूले जो घटेको घटना है भन्दै हुनुहुन्थ्यो। यो बाटोमा चाहिँ 3टा बाटो देखाउँदैछ। अनि त्यहाँ चाहिँ सिधा बाटो आउनु भएछ है। अनि सिधा बाटो आएर चाहिँ त्यहाँ चाहिँ बस्नु भएछ भनौँ न। अब बस्नु भन्दा नि खस्नु भने चाहिँ एक्सिडेन्ट भएन छ। तर 3टा बाटोमा तपाईँले भूतले जस्तै 3टा बाटो देखायो भने जहिले पनि बिचको बाटो जानु रे क्या। बिचको बाटो जहिले पनि सही बाटो हुन्छ अरे। तर छेउछेउको बाटो जानुभयो भने 2टामा एउटा कि त तपाईँ खस्नुहुन्छ कि त भित्तामा ठोक्किनुहुन्छ अरे के। यो चाहिँ रियल हो। अब तपाईँहरूलाई थाहा छ कि नै, भिडियो सुट चाहिँ यहीँ हानेको। खोलाको भाइ दामी छ। एउटा मात्रै एउटा यहाँ हानेको, अनि एउटा चाहिँ भालबाङ पुलमा। सिमसिमे पानी
हिँड्छ है यतातिर। दद्री भन्दा पनि अझै पनि दाङ छौँ भनौँ न। अब त्यो सिमाना आउला छ, यो अझै पनि दाङ हो है। भिडियो क्लिप पनि भाइले हाल्छ होला हामीलासँग, तर फेरि पनि म देखाइदिन्छु हजुरहरूलाई। यो चाहिँ दाङ हो है, यो अझैसम्म दाङ छ, दाङ सुरु भइरहेछ। यो चाहिँ मेरो साथीको घर हो। अब साथी चाहिँ अहिले काठमाडौँ छ, त्यही भएर अब नभेटिकन हिँड्यौँ। अब आन्टीहरूसँग के भेट्ने होइन। भिडियो सुट हाने ठाउँ चाहिँ यो यसको ठ्याक्क हो, यही बिचदेखि उता चाहिँ दाङ, यता चाहिँ प्युठान। अघि भिडियो सुट हाने नि यही हो है गाडा। भिडियो सुट हाने यही मप्पल हावा लगाइरहेको छ। दद्री भन्छ है यसलाई, दद्री। साथीको घर चाहिँ यहाँ दद्रीबाट त अब उता चाहिँ प्युठानमा हाम्रो घर पनि त्यति टाढा छैन, सँगै पर्छ भनौँ न। दद्रीको धेरै छ साथी, धेरै छ नि। यो पनि साथीको घर हो। अनि तपाईँहरूलाई देखाइदिन्छु है। यो एउटा साथीको घर। साथीहरू भनेको साथीहरू भेट्थे। ओए यो चाहिँ मेरो ऊ है, दिदी टक्क के छ। हामी दाइलाई भेट्न गएको थियौँ यार भालबाङ, अनि भलक गराउँदै हिँडेको छु क्या। ए म साथीको घर भनेको थिएँ नि दद्रीमा, छ्याक्कै साथी भेट्यो क्या अनफोर्चुनेटली है। ओए ल हुन्छ है, ल नयाँ गाउँ ओए, 9 गते जाऊँ है, 9 गते नयाँ गाउँ। हाम्रो चाहिँ अब 12मा हो नि त, अनि 12को इक्जाम चाहिँ वैशाखको 11 गते हो। मैले रुमहरू चाहिँ बुक गरेर राखिसकेको छु, साथीहरूलाई बनाइदिइसकेको छु। म उतातिर नयाँ भन्ने ठाउँतिर मेरो साथीहरू छ नि त, भिङ्ग्री बस्ने। म पहिला भिङ्ग्री पढ्थेँ, त्यतातिर साथीहरू धेरै भएको कारणले चाहिँ मलाई सजिलो भयो रुम पाउनलाई। अनि 2टा घर सिङ्गै बनाएको छु, अनि साथीहरूलाई पनि बनाइदिएको छु क्या। अनि सही होला, 9 गते जान्छौँ टक्क, अनि 10 गते घुम्छौँ, 11 गते चाहिँ एक्जाम दिने हो क्या टक्क। हो यहाँ त मिटर त हाम्रो बाटो हुन्छ केटा, देख्नुभयो नि। सही यो अघि न मैले स्पिड हाने, यो स्पिड कति 105 गएर रहेछ नि, तर मैले 120-25 हानिदिन सक्थेँ होइन। तर अगाडि बाइक आइदियो क्या ठ्याक्कै, अनि उताबाट गाडी पनि आइदिरहेको थियो, अनि कन्ट्रोल गर्नै पर्यो। मान्छे चाहिँ मरेको हो क्या, त्यो मान्छे चाहिँ बुटो लाग्दा चाहिँ हस्पिटल लग्यो। साथीको घर हो है। अनि लाग्दा चाहिँ बितेको, अनि त्यसपछि चाहिँ त्यो न्युज नै आएको थियो त्यसको चाहिँ। त्यही हो सही हो। ल अब त्यो पनि हुन्छ कहिलेकाहीँ। अब लड्नलाई उठ्नुपर्छ, उठ्नुलाई लड्नुपर्छ क्या, त्यस्तै हो। अब सुरु सिक्दाखेरि त कसलाई थाहा छ र एक न एकचोटि एक्सिडेन्ट हुन्छ नै, नहुनेको त ठिकै छ होइन, तर एक न एकचोटि एक्सिडेन्ट हुन्छ नै। तर जति एक्सिडेन्ट भयो नि, एकचोटि एक्सिडेन्ट भयो, अर्कोचोटि चाहिँ यो मैले गर्नुहुन्न है, यो गल्ती गर्नुहुन्न है, म एक्सिडेन्ट परेको, यो गल्ती चाहिँ मैले दोहोऱ्याउनुहुन्न है भन्ने चाहिँ हामीले बुझ्छौँ नि त। त्यही भएर चाहिँ उठ्नुको लागि एक न एकचोटि लड्नै पर्छ है। सही हो, त्यही हो। राइट चाहिँ बवाल भइरहेछ। म चाहिँ अन्डा चाउमिन चाहिँ आइसक्यो केटा होइन, लास्ट भोक लाग्छ। अब हामी त्यसपछि मासु लिन जान्छ, मासु लिएर चाहिँ रुममा गएर अब खाएर सुतिहाल्ने है केटा। ल आजको ब्लग चाहिँ यति नै हुन्छ, अब भेटौँ अब नेक्स्ट ब्लगमा। बाई।